ओम ओम ओम। आउनुहोस् हामीहरू बृहदारण्यको परिषदको आत्मानं चेत विजानीयात् अयमस्मीति पुरुष किमिच्छन् कस्य कामाय शरीरम अनुसञ्जरे, यो मन्त्रलाई आधार बनाएर विद्यारण्य स्वामीजीले तृप्तिदीप नामक प्रकरणमा जो विचार राख्नु भएको छ त्यो विचारको नै विचार गर्दै आइरहेका छौं। त्यो प्रसंग यो चलिरहेको छ कि ज्ञानीले पनि आफ्नो प्रारब्ध भोग्नु पर्छ। प्रश्न हुन्छ कि ज्ञान भएपछि अज्ञान नष्ट हुन्छ। अज्ञान नष्ट भएपछि अज्ञानको कार्यमा आत्मबुद्धि हुँदैन, त्यो फेरि कसरी हुन्छ त? यो चाहिँ ज्ञानीले पनि अज्ञानी जसरी प्रारब्ध भोग्नु पर्छ कुरो जज्दैन। यो चाहिँ बिल्कुल के भनेको यो कुरो ठिक होइन। ज्ञानी र हामीहरू के भरौ? एउटै भयो त्यो भने त ज्ञानीको त्यो विशेषता हुनु पर्यो। हामी अज्ञानी छौँ, ज्ञानीले पनि भोग्नु पर्ने, त्यसले पनि प्रारब्ध भोग्नु पर्ने, हामीहरूले जस्तो भोग्नु पर्ने, त्यो कुरो जज्दैन। अब हेर्नुहोस् है, यसको जवाब के छ भनेदेखि त्यो कर्म कसले गरेको छ? कर्म गरेको छ चिदाभास विशिष्ट शरीरले। त्यसकारणले चिदाभास विशिष्ट नै त्यस कर्मको फल भोग्छ। चेतनले कर्म गरेकै होइन, त्यसले कर्मफल पनि भोग्दैन। एउटा यो पक्ष छ, आचार्यहरूमा विवाद छ। तत्वानुसन्धान नामक ग्रन्थमा यसको विवेचन भएको छ। अर्को चाहिँ के छ भनेदेखि त्यो पहिले कर्म गर्दाखेरि त्यो विशिष्ट थियो, अर्थात शुद्ध चैतन्य, अधिष्ठान चैतन्य, चिदाभास शरीर एक भएर त्यो कर्म गरेको थियो। त्यसकारणले त्यसको फल दिँदाखेरि त्यो एक भएर नै फल दिन्छ। त्यसकारणले त्यसलाई पनि भोग्नु पर्छ। ज्ञानले पनि के गर्छ? कर्मफल भोग्नु पर्छ। त्यसकारणले महादेव त्यसकारणले महादेवले हेर्नुहोस् कर्मफल, कर्मफल कस्तो हुँदो रहेछ महादेव। त्यसकारणले त्यो के छ भनेदेखि कर्मफल अवश्य नै भोग्नु पर्छ। अब त्यो भोग कसको थियो त? सन्तराको भोग कसको थियो? त्यसको जसको थियो त्यसले भोग्यो। त्यसकारणले त्यसमा चाहिँ के छ? अब त्यो हात किन चल्यो त? संस्कारले चल्छ, त्यो आउँदैछ अहिले। त्यो वास्तवमा के छ भनेदेखि एउटा यसरी छ, देहाध्यास यसरी भएको छ कि यो देहाध्यास छोड्दैन, अर्थात देहाध्यास यसै छोड्दैन। अनात्मामा आत्मबुद्धि अत्यन्त दृढ छ। त्यसको लागि चाहिँ त्यो अत्यधिक अभ्यास गरेपछि मात्र देहाध्यास छोड्छ। देहाध्यास छोड्नको लागि लामो दीर्घकालसम्म निरन्तर सत्कारपूर्वकसँग छोड्यो भने मनोनाश वासना क्षय नहुन्जेल केवल सत्वापत्तिले त्यो अनात्मामा हुने आत्मबुद्धि अध्यास छोड्दैन। त्यसकारणले त्यसमा चाहिँ के छ भने अभ्यासै गर्नुपर्छ, अरू त्यसमा केही छैन। ज्ञानीले पनि त्यो कर्मफल भोग्नु पर्छ। कर्मफल भोग्छ भने त्यो पनि दुःखी हुन्छ होला, त्यो प्रसङ्ग आइरहेको छ। अर्को चाहिँ के छ भनेदेखि दोष दर्शन भएपछि ज्ञानीलाई चाहिँ दोष दर्शन छ, विषयमा दोष दर्शन छ। त्यो इच्छा जन्म नै हुँदैन। इच्छा नभइकन कसरी त्यो कर्मफल भोग्छ त? अर्थात त्यो दोष दर्शन हुँदाखेरि प्रवृत्त हुँदैन। प्रवृत्त नभइकन त्यो कसरी त्यो प्रारब्ध नाना प्रकारको प्रारब्धको हो कसरी भोग्छ त भन्दाखेरि इच्छा पनि एउटा होइन, प्रारब्ध पनि अनेक प्रकारको प्रारब्ध हुन्छ। एउटा इच्छापूर्वक त्यो इच्छा उत्पन्न गरेर त्यो कर्मफल दिने प्रारब्ध,
इच्छा नगरिकन कर्मफल दिने प्रारब्ध, अनिच्छा प्रारब्ध। अर्को चाहिँ के छ, परीक्षा, अर्कोको इच्छा उत्पन्न गरेर फल दिने प्रारब्ध, त्यसको विवेचन चलिरहेको छ। त्यसमा चाहिँ के छ भनेदेखि इच्छा, अब कहिले चाहिँ के छ भनेदेखि वास्तवमा त्यो इच्छा उत्पन्न गरेर, कोही व्यक्ति डायबिटिज भएको व्यक्ति छ, त्यसलाई थाहा छ मलाई त्यो मधुमेह रोग छ, त्यस कारणले त्यो खानु हुँदैन, यो चिज खानु हुँदैन, तर पनि खाने इच्छा हुन्छ। आज खाउनु त के छ त, नाना प्रकारको। त्यसमा चाहिँ के छ भनेदेखि इच्छा उत्पन्न भएर सेवन गर्छ त के छ, त्यो त्यसको प्रारब्धले नै। एउटा काशीमा महात्मा हुनुहुन्थ्यो, त्यो उहाँलाई सुगर रहेछ, उहाँलाई यस्तो इच्छा भएछ कि आँप खाने इच्छा भएछ, आँप खाने इच्छा भएछ। अब के आश्रममा त खान नदिने, बजारमा गएर 5 किलो आँप किनेर अब आज खाने भनेर त्यो चाहिँ के छ भनेदेखि चाकु लिएर गएछन्, त्यो काहीँ धोएर त्यो खाएछन्, 5 किलो। त्यस पछाडि के छ भनेदेखि पुरा पेट भरेर त्यो खाएका जति खाने, उनको निमित्त रहेछ, त्यो शरीर छुट्ने निमित्त रहेछ। सुगर एकदम माथि गयो, माथि गएपछि त्यो केही दिनमा त्यो शरीर नै पुरा भयो, आदि आदि। अर्थात् त्यसमा चाहिँ के छ, अपत्य शिविर। अब त्यो प्रारब्धले के छ भनेदेखि यसरी के गरिदियो भनेदेखि त्यसलाई इच्छा उत्पन्न गरेर अपत्य सेवन गरेर त्यसलाई छुटाइदियो। त्यसै गरेर त्यो चोरी गर्छन्, अनुचित कर्म गर्छन्। अनुचित कर्म गर्नेलाई थाहा छ कि समाजमा त्यो तिरस्कार हुन्छ। अर्को चाहिँ के छ भनेदेखि या सरकारले पनि त्यसलाई दण्ड दिन्छ, नाना प्रकारको छ। यहाँ होस् या नहोस्, हाम्रो चाहिँ के छ, चोरी गर्नेको दण्ड त मिल्छ नि, त्यो मिल्छ। तर पनि के गर्छ भनेदेखि चोरी गर्छ, अर्थात् इच्छापूर्वक नै चोरी गर्छ। त्यसै गरी अरू पनि अनुचित कार्य गर्छ, यो गर्नु हुँदैन। यसबाट के छ भनेदेखि मृत्युदण्डसम्म प्राप्त हुन्छ भन्दाखेरि पनि त्यो गर्छ। त्यो प्रारब्धले नै इच्छा उत्पन्न गरेर गरिदिन्छ। त्यस कारणले त्यो के छ, ईश्वरले पनि त्यसलाई हटाउन सक्दैन। अर्थात् त्यसमा चाहिँ के छ, यो विचार भएको थियो कि आफ्नो पूर्वजन्ममा गरेको त्यो संस्कार अनुसार नै सब मान्छे त्यो प्रवृत्त हुन्छ, ज्ञानवान पनि प्रवृत्त हुन्छ, अरूको त कुरै छोडिदिउँ। त्यस कारणले त्यसलाई हटाउन सकिन्न, त्यसलाई त भोग्नै पर्छ। यदि सामान्य व्यक्तिले हटाउन सक्दैन, विशेष व्यक्तिले त हटाउन सक्छ होला, त्यो होइन, सबले भोग्नै पर्छ। त्यो अवश्यम भावी भोगलाई सबले भोग्नै पर्छ। त्यसमा चाहिँ धर्मराजा युधिष्ठिरको विषयमा, त्यसै गरी अत्यन्त धार्मिक राजा त्यो नल हुनुहुन्थ्यो, उहाँको विषयमा, अब त्यसै गरेर भगवान् रामचन्द्रको विषयमा हामीहरूले हिजो विचार गऱ्यौँ। त्यसमा चाहिँ के छ, लौकिक दृष्टिले सबले त्यो के छ, कष्ट अनुभव गरे, दुःख अनुभव गरे। तर पनि के छ भनेदेखि त्यो भोग्नु थियो। भगवान् कृष्णले पनि त्यो हटाउन सक्नु भएन। हेर्नुहोस् न, के छ, सम्झौता गराउन चाहनुभयो। केवल 5 गाउँ यिनीहरूले दिन्थ्यो भने यिनीहरूको अब एउटा गाउँले यिनीहरूको जीविका हुन्छ भनेर सम्झौता गराउन चाहनुभयो। त्यो दुर्योधन मानेन। दुर्योधनले भन्यो त्यो सुईको अग्रभागमा जति जमिन हुन्छ त्यति जमिन पनि म दिन्न, युद्ध गरेर लिन्छ भने ल्याओस्। त्यो भनेपछि के भयो, ल युद्ध गर्ने निर्णय भगवान्ले वही निर्णय गरेर आउनुभयो। त्यो भनेदेखि युद्ध उहाँ चाहिँ भगवान्को लीला चाहिँ अपरम्पार हुन्छ, जान्नै सकिन्न। यी सारा भागवतको अनुसार के थियो भनेदेखि यी सब आसुरी सम्पदा थिए। उनीहरू नै के छ भने आसुरी सम्पदा नै राजा बनेर आएका रहेथे। पृथ्वीको भार पो भएको थियो, अधर्मपरायण भएका थिए सबै। लीला गरेर उहाँले महाभारत युद्ध गराएर त्यो सब आसुरी सम्पदालाई समाप्त गर्नुभयो। यस्तो श्रीमद् भागवतमा आउँछ। त्यस कारणले त्यसमा चाहिँ के छ भनेदेखि त्यो अवश्य भोग्नुपर्छ। त्यो भगवान् रामचन्द्रको विषयमा कुरो आएको थियो। भगवान् रामचन्द्रजी त्यो चाहिँ के छ, जीव कोटिको त होइन, ईश्वर कोटिको। उहाँ चाहिँ त्यो त हुँदैन, किन्तु उहाँले बनाएको नियम अनुसार त्यो चाहिँ के छ भनेदेखि
उहाँले पनि भोग्नुपर्छ अर्थात् मान्नुपर्छ। त्यस कारणले त्यो आउँदैन। ईश्वरले बनाएको नियममा ईश्वर बन्छ भने त्यसमा अनिश्वरता आउँदैन भन्ने कुरो पनि भएको थियो। अब आउँदैछ इच्छा प्रारब्धको कुरो हो। अनिच्छा इच्छा नगर्दाखेरि पनि सुख दुःख भोग्नुपर्छ। आफ्नो इच्छा त छैन। यो जानेर बुझेर हुने इच्छा, आफैबाट हुने इच्छाको त्यो प्रारब्ध बताइयो। अपथ्य सेवन गर्ने, मलाई यो खानु हुँदैन, वायु हुन्छ भनेर खाने के छ त? पच्दैन भन्यो भने मिठो मिठो भने जति पनि पेटमा भर्न सकिन्छ भर्ने। अब के गर्ने? नाना प्रकारको त्यो चाहिँ के छ? अपत्य सेवन गर्ने इच्छापूर्वक गर्छ। अरूले जबरजस्त मुखमा ठोसेको त होइन, तर पनि के छ? त्यो इच्छा हुन्छ, खाउँ आज जो होला होला। त्यो भोग्नु थियो नि, भोग्नु थियो, त्यस कारण त्यस्तो हुन्छ। अब अनिच्छापूर्वक प्रारब्ध अनिच्छापूर्वकै हुन्छ कि भोग्नुपर्छ के हो? भोग्नुपर्छ। अब हेर्नुहोस् है, यहाँ आउँदैछ त्यो छ के छ भनेदेखि अर्जुनले प्रश्न गरेको छ, हामीहरू पाप आचरण गर्न चाहँदैनौँ। संस्कारी व्यक्ति पाप आचरण गर्न त चाहँदैन, इच्छा नै हुँदैन, तर पनि हुन्छ। त्यो के छ? पाप अर्थात् निषिद्ध कर्म भइहाल्छ। त्यो कसरी हुन्छ त? त्यो अर्थात् प्राय संस्कारी जन झुट बोल्न चाहँदैन, तर पनि मुखबाट झुट अर्थात् निस्किन्छ। अरूलाई कष्ट होस् भनेर त्यो चाहँदैन, बाणीबाट त्यस्तो त्यस्तो शब्द निस्किन्छ, नाना प्रकारले त्यो हुन्छ। कसरी हुन्छ यो? कसले गराउँछ? कोही छ कि आफै हुन्छ कि के हो? हामीहरू चाहन त चाहँदैनौँ भन्दाखेरि अब यो प्रश्न छ। यो प्रश्न यहाँ अर्जुनले तृतीय अध्यायमा जो प्रश्न गरेको छ त्यसलाई नै अनिच्छा प्रारब्धमा दृष्टान्त दिएर बताउँदै हुनुहुन्छ। यो कुरो चाहिँ के पापको छ, किन्तु त्यो केरोपनिषदमा चाहिँ साह्रै कर्म कसरी कर्म हुन्छ यो हो। मन किन जान्छ? आफ्नो त्यो जप गर्दाखेरि ध्यान गर्दाखेरि त्यो मन किन जान्छ? को लिएर जान्छ? त्यो समाधि लगाउँदै शान्त भएर म बसौँ भनेर सङ्कल्प गरेको छ, तर पनि के छ? त्यो मन शान्तै हुँदैन, कहाँ कहाँ जान्छ, कहाँ कहाँ जान्छ। त्यो बेला सुतौँ भन्ने हुँदैन, तर पनि सुत्न लाग्छ। के हो त्यो? कसले लिएर आयो? त्यो चाहेको त होइन, अनिच्छा छ, इच्छा त छैन। त्यसै गरी साह्रै कर्म त्यसमा। केनैषितं पतति प्रेषितं मनः केन प्राणः प्रथम पैति युक्तः केनैषितं वाचमिमां वदन्ति चक्षुश्रोत्रं कौ देवो युनक्ति। त्यहाँ पनि त्यो शिष्यले गएर गुरुसँग प्रश्न गर्छ, यो हाम्रो मनलाई कसले प्रेरित गर्छ? जबरजस्त लगाइरहेको छ, नचाहँदाखेरि पनि यो गर्दिनँ है भनेर भन्छ, सबको अगाडि भन्छ। अब अगाडिदेखि म झुट बोल्दिनँ, तर पनि झुट निस्किन्छ। अनुचित कार्य गर्दिनँ भन्दाखेरि त्यो पनि हुन्छ। अब भोलिदेखि म बिल्कुल 4 बजे उठेर सन्ध्या वन्दन गर्छु भन्दाखेरि, ध्यान गर्छु भन्दाखेरि आज त सुतौँ भनेर लाग्छ। ल अलार्मले लगायो, त्यो को रहेछ? त्यो नाना प्रकारको हुन्छ नि। त्यो को छ? त्यो त्यसै गरेर त्यो सारा त्यो प्राणलाई कसले प्रेरित गरिरहेको छ? चलिरहन्छ, सब थक्छन्, त्यो थक्दैन। ल हाम्रो त्यो कस्तो छ? अरू चाहिँ के छ? साह्रै इन्द्रिय थक्ने। कति चाहिँ हेरेछ? ल हेर्दाखेरि त्यो सामान्य त्यो विश्व रेकर्ड जति पनि होला, नृत्य गर्ने चाहिँ 24 घन्टा देखेको त पनि बेहोस आदि हो नि। नाना प्रकारको प्राण कहिले पनि थक्दैन। शरीरमा आएपछि त्यो के छ? त्यो थक्दैन त्यो। त्यस कारणले त्यसमा चाहिँ के छ भनेदेखि त्यो कसले चलाएको छ? आफै चल्छ कि कोही चलाउँछ? त्यसमा हामीहरूको चाहिँ चलाउनेवाला अर्कै छ, प्रेरित गर्नेवाला अर्कै छ। त्यसै गरेर बाढी बग गर्छ। हेर्नुहोस् त्यो कसले बोलाएको छ त? कि आफै बोल्छ कि कसले बोलाएको छ? त्यसै गरेर आँखा त्यो हेरिरहेको छ, कसले? आफैले हेर्छ कि कसैले हेर्ने शक्ति दिएको छ? त्यसै गरेर सारा इन्द्रिय, सारा चराचर जगत आफै चलेको छ कि कसैबाट चलेको छ? यहाँ कर्म मात्रको विषयमा पुछेको छ। त्यो वास्तवमा त्यो परमात्माले नै सारा गराइरहनु भएको छ भन्ने त्यहाँ जवाफ आएको छ। यहाँ पनि लगभग त्यसमा चाहिँ के छ? पापको विषयमा, अर्थात् अनुचित कार्य
कसले गराउँछ? यहाँ यति फरक छ। गराउने त गराउने छ, त्यहाँ सारा कर्म गराउने प्रश्न छ। अब यहाँ चाहिँ के पाप गराउन चाहँदैन, त्यो को गराउँछ यसलाई, कसले गरायो? अब त्यसो भन्दाखेरि अब हेर्नुहोस् है, यहाँ अत्यन्त आउँदैछ यो। तत्र अर्जुनस्य प्रश्नम तावत दर्शयति, अर्थात् पहिले प्रतिज्ञा गर्नुभएको थियो, त्यही अर्जुनले प्रश्न गरेको थियो, भगवानले जवाफ दिनुभएको थियो, त्यही प्रश्नलाई यहाँ राख्दै हुनुहुन्छ। अथ केन प्रयुक्तोऽयं पापं चरति पुरुषः अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजित। वार्ष्णेय वृष्णि वंशमा उत्पन्न हुनुभएकोले भगवानको नाम के छ? वार्ष्णेय छ। अर्थात् के भनेको वार्ष्णेय भनेको? त्यहाँ यसको यसो परमात्मा तस्तो ब्रह्मविदाम ब्रह्मानंद मृतम वर्षति इति वृष्णि सम्यक बोधः तेन अवगम्यते वार्ष्णेय परमात्मा। एउटा चाहिँ के छ भनेदेखि त्यो वास्तवमा त्यो ब्रह्मज्ञानीको लागि ब्रह्मानन्दामृतम वर्षति, जो ब्रह्मज्ञानी हुन्छ नि त्यसलाई के छ? ब्रह्मानन्द अमृत वर्षा हुन्छ। ध्यान गरेको पनि त्यही हुन्छ। ध्यान गर्न के हुन्छ भनेदेखि बिल्कुल एउटा अमृत जल लाग्छ एकदम। अब त्यसमा चाहिँ के छ? अमृत वर्षति अर्थात् वर्षा हुन्छ। वृष्णि, त्यसलाई नै वृष्णि भनिन्छ। सम्यक बोध अर्थात् सन्देह विपर्य रहित बोध, यथार्थ बोध। त्यो यथार्थ बोधले नै जो जान्न सकिन्छ त्यसलाई वार्ष्णेय भनिन्छ, अर्थात् परमात्मा। यो परमात्मा कृष्णलाई हामीहरूले के छ? बिल्कुल सम्यक बोधले अर्थात् अबाधित बोध। सम्यक कसलाई भन्ने, असम्यक कसलाई भन्ने? जसको बाध हुन्छ त्यसलाई असम्यक भनिन्छ, जसको बाधै हुँदैन त्यसलाई सम्यक भनिन्छ। त्यो बोधले मात्र जान्न सक्छ, ज्ञानले मात्र जान्न सक्छ, अरूलाई जान्नै सकिन्न। त्यो परमात्माको नाम के छ? यहाँ जो वार्ष्णि छ, वार्ष्णीय सम्बोधन छ। अर्थात् त्यो हे वार्ष्णेय, हजुर त कस्तो हुनुहुन्छ जान्नुहुन्छ। लल्लुपन्जुसँग सोधेर हुँदैन नि। सामान्य व्यक्तिसँग यो म चाहन त चाहदिनँ, कहिलेकाहीँ यस्तो यस्तो पाप हुन्छ, कसले गराउँछ यो? असमर्थशालीलाई सोधेर त त्यो जवाफ दिन सक्दैन। त्यो भगवानले उहाँ अर्जुनले भनेको थियो, म ल जा अरूको पासमा हजुरले जवाफ दिन सक्नुहुन्छ, अरू कसले जवाफै दिन सक्दैन, म हजुरको पासमा आएर अरूको पासमा किन जाउँ भनेर त्यस्तो दृढता हुनुपर्छ। त्यसै गरेर यहाँ भगवान वार्ष्णेयलाई भन्दैछ कि हजुर समर्थशाली हुनुहुन्छ, त्यस कारणले मेरो यो सन्देहको जवाफ दिनु पर्यो। म चाहन्न, यहाँ कोही पनि चाहँदैन। नचाहँदाखेरि पाप कर्म गर्छ। को गराउँदो रहेछ यो पाप कर्म? कसबाट प्रेरित भएर यो गर्दैछ? जबरजस्त कोही लगाएको जस्तो लाग्छ। त्यसमा चाहिँ अब आउँदैछ है, गहिरो विचार आउँछ। त्यस कारणले के हुन्छ? यो पुरुष अर्थात् पुरुष, अयम पुरुष केन प्रयुक्त, कसको द्वारा प्रेरित भएर त्यो अनिच्छन् इच्छाम अकुर्वन् अपि, इच्छा नगर्दाखेरि पनि, जसरी नेताले, गुण्डाले या राजाले भनौँ नाना प्रकारले काम गराउँछन्, मालिकले काम गराइदिन्छ। कहीँ त्यो के छ भनेदेखि मालिकले भयो काम गर्नुपर्छ भनेर भनेपछि के त निकालिदिन्छ, त्यो गर्नु पर्यो। त्यसै गरेर यहाँ नचाहँदाखेरि पनि भइरहेको छ। को गराउँछ यो पापाचरण? जान्छ, बिल्कुल जो जानिरहेको छ, जानिरहेको छ यो कर्म गर्नु हुँदैन। बिल्कुल शास्त्रको ज्ञान छ, भित्रबाट पनि जचिरहेको छ, तर पनि गर्छन्। सब जान्छन् नि, त्यो को गराउँछ त? जसरी मिलावट गर्नु हुँदैन भन्दाखेरि के गर्दो रहेछन् भनेदेखि त्यो मिलाइदिन्छन्, दुधमा पानी मिलाइदिन्छ। यो चाहिँ प्रतिदिन भोग्नु परिरहेको होला। त्यस कारणले अर्को चाहिँ के छ? त्यो अनाजहरूमा के मिलाइदिन्छन्? कङ्कड मिलाइदिन्छन्, त्यो बालुवाहरू मिलाइदिन्छन्, नाना प्रकारको हुन्छ।
मिलावट गर्छन्, त्यो गर्नु हुँदैन भन्ने कुरो त जान्छन्, तर पनि को गराउँछ त? सब कार्यमा त्यो हामीहरूले निषिद्ध कर्म किन गर्छौँ? मनमा पूज्यजनप्रति त्यो के हुन्छ भनेदेखि पूज्य दृष्टि राख्नुपर्छ, अनुचित सोच्नु हुँदैन, सब जान्छौँ, तर पनि के छ त्यो के नाना प्रकारको त्यो सोचाइ हुन्छ। को सोचाइ गराउँदैछ? त्यो के कारणले भइरहेको छ त? हर कार्यमा हेर्नुहोस् न, अर्को निन्दा सुन्नु हुँदैन, त्यो निन्दा सुन्नलाई के छ, निद्रा आएको मान्छे निद्रा सुन्नु लाग्यो भने त्यो निद्रा आउँदैन, त्यस्तो यस्तो हुन्छ। त्यो नाना प्रकारले त्यस्तो यस्तो हुन्छ, को गराउँछ त त्यो? त्यस कारणले कोहीले नियोजित गरेको छ, जोडेको छ, पाप आचरण भइरहेको छ। अब हेर्नुहोस्, यसको जवाब दिँदै हुनुहुन्छ, गीतामै आएको छ, त्यसलाई उद्धृत गरेको छ। श्री कृष्णस्य उत्तरमा आह, भगवान् कृष्णले जो जवाब दिनुभएको छ, अनिच्छा इच्छा नहुँदाखेरि पनि पापाचरण भइरहेको छ, त्यसमा चाहिँ के छ भनेदेखि त्यो काम नै छ, कामना नै छ। अर्थात् जहिलेसम्म रजोगुणको अभिवृद्धि हुन्छ तहिलेसम्म कामना भइरहन्छ। त्यो सत्वगुण अभिवृद्धि नभइकन त्यो कामना निवृत्त हुँदैन। जसले सत्वगुण बढाएको छ, त्यो सात्विक वस्तुको सेवन गरेर, सात्विक विचारले त्यो जसले बढाउँछ त्यसलाई नै त्यो कामना निवृत्त हुन्छ। त्यस कारण महाभारतमा कथा आउँछ एउटा। पहिले के छ भनेदेखि यदि काम नगर्नेलाई के हुन्छ, आलस्य भइरहन्छ, निद्रा आइरहन्छ, तमोगुण बढिरहन्छ। त्यो काम गर्नेलाई त्यस्तो हुँदैन, काम गर्नेलाई के हुन्छ, त्यो आउँदैन। अर्थात् आफ्नो समयमा जो आलस्य सुत्न त ठिकै छ, अरू समयमा पनि जो हुन्छ। त्यस कारणले रजोगुणले तमोगुणलाई जित्नुपर्छ, त्यो रजोगुणलाई चाहिँ सत्वगुणले जित्नुपर्छ। सत्वगुण अभिव्यक्त भएपछि अब त्यसमा के हुन्छ, त्यो रजोगुणलाई तमोगुणलाई जित्न सकिन्छ। त्यस कारणले हाम्रो यहाँ आहार शुद्ध हो, सत्व शुद्धि। आहार शुद्ध भएपछि त्यो अन्तःकरण शुद्ध हुन्छ, सात्विक हुन्छ। जहिलेसम्म आहार शुद्ध हुँदैन तहिलेसम्म अन्तःकरण शुद्ध हुँदैन। तहिलेसम्म के हुन्छ भनेदेखि कामना भइरहन्छ। कामना हुँदाखेरि के हुन्छ, फेरि क्रोध पनि आइरहन्छ, आउँदैछ। अर्थात् त्यसमा चाहिँ सत्वगुण नभइकन हुँदैन। त्यस कारणले त्यो सत्वगुण आहार शुद्ध हो, सत्व शुद्धि। आहार शुद्ध हुनु पर्यो। आहार शुद्धि भनेको खाने आहार शुद्धि त्यति मात्र होइन, हर इन्द्रियबाट ग्रहण भइरहेको छ। हर इन्द्रियको जो हामीले जो ग्रहण गर्छौँ त्यसको शुद्ध हुनु पर्यो, शास्त्रीय हुनु पर्यो। त्यो शास्त्रीय सम्बन्ध यदि ग्रहण गर्छौँ भने त्यसबाट शुद्ध हुन्छ। शास्त्रले जो निषेध गरेको छ त्यसको ग्रहण गर्यो भने त्यो हुँदैन। त्यो शुद्ध भएपछि मात्र त्यो के हुन्छ, त्यो वास्तवमा अन्तःकरण शुद्ध भएपछि नै सारा अध्यात्ममा प्रवृत्त हुन्छ। जान्ने इच्छा हुन्छ, एक चाहिँ जानु। अहिले त संसारलाई जानु लागिरहेको छ। आएर बस्दाखेरि पनि निद्रा आउँछ, मन लाग्दैन। त्यस पछाडि के हुन्छ, त्यो अन्तःकरण शुद्ध भएपछि परमात्माको विषयमा सुनु लाग्छ, आफैले विचार गर्ने इच्छा हुन्छ, भित्रबाट त्यो जिज्ञासा जागृत हुन्छ, कहाँ गएर जानु, कसरी जानु, त्यो भन्ने यो एउटा हुन्छ। अर्थात् तीव्रतम इच्छा हुन्छ। तीव्रतम इच्छा भएपछि काम बन्यो, त्यो रोक्दैन, कसैले रोक्नै सक्दैन। अहिले भन्छ कि परिवारले रोकेको छ, छोराछोरीले रोकेको छ, नाति नातिनीले रोकेको, कसैले रोक्न सक्दैन। इच्छा त जागोस् न। इच्छा जागेपछि के छ भनेदेखि त्यो बिल्कुल त्यसमा लाग्छ। अर्थात् त्यो चाहिँ आहार शुद्धि भएपछि मात्र अन्तःकरण शुद्ध हुन्छ। अन्तःकरण शुद्ध भएपछि त्यसको प्रवृत्ति फेरि रुक्दैन। अर्थात् जहाँ गएर त्यो भित्रको त्यो इच्छा छ, परमात्मा जान्ने इच्छा छ, त्यो हो इच्छा जहाँबाट प्राप्त हुन्छ त्यहाँ प्राप्त गर्छ। त्यस कारणले सत्वगुणको त्यो महिमा छ। अब त्यसमा चाहिँ के छ भनेदेखि अब त्यसमा सत्वगुण बढाउनको लागि छ। अब यहाँ हेर्नुहोस् है कस्तो कुरो छ, त्यहाँ कुरो के छ भनेदेखि सत्वगुण बढाएर ज्ञान भयो,
ज्ञान भएको व्यक्तिको पनि प्रारब्ध हुन्छ, त्यसले पनि प्रारब्ध भोग्नु पर्छ। त्यसकारणले त्यसको प्रवृत्ति कसरी भयो, हुनु पर्दैन। यो अनिच्छापूर्वक प्रारब्धले बताउँथ्यो। यहाँ केवल अनिच्छा मात्रमा दृष्टान्त छ, अर्थात् इच्छा नहुँदाखेरि पनि त्यो कर्मफल भोग्नु पर्दो रहेछ, यसमा मात्र दृष्टान्त छ। यदि त्यो बिल्दा त्यो हो, ज्ञानीले त इच्छा नहुनु पर्ने हो। त्यो वास्तवमा के छ भनेदेखि इच्छा त छैन, तर पनि त्यसलाई भोग्नु पर्छ, अर्थात् अनिच्छापूर्वक नै भोग्नु पर्छ। इच्छा त हुँदैन, तर पनि के भोग्छ, किन भोग्छ, त्यो प्रारब्धले प्रेरित गरेर भोगाउँछ। यसैको जवाब छ, हेर्नुहोस् है। काम एष क्रोध एष रजोगुण समुद्भव महासनो महापापमा विद्येन मेहवैरिणम्। अर्थात् त्यो पापाचरणको काम के छ, त्यो काम छ। पाप हुनुमा कारण काम छ। कामनाले प्रेरित भएर नै निषिद्ध कर्म गर्छ। त्यो निषिद्ध कर्म गर्दाखेरि यदि कसैले रुकावट त्यो गर्यो भने के हुन्छ, रुकावट गर्ने कस्तो छ, आफूभन्दा कमजोर छ कि आफूभन्दा मजबुत छ, बलवान छ, हट्टाकट्टा छ, निषेध गर्नेवाला, काम्य वस्तु प्राप्त गर्न गएको निषेध गर्नेवाला हट्टाकट्टा छ भने त्यसलाई त्यही कामना भयभीत भएर काँप्न लाग्छ, ओहो यसले मार्ने भयो भनेर। अब त्यस पछाडि के छ, त्यो रुकावट गर्नेवाला व्यक्ति यदि कमजोर छ भने क्रोधको रूपमा त्यही कामना प्रवृत्त हुन्छ, त को हुन्छस् मलाई रोक्ने भनेर यसरी हुन्छ। अर्थात् कामना नै क्रोध रूपमा परिणत हुन्छ। अब हेर्नुहोस् है, त्यो हुन चाहिँ क्रोध त के छ, क्रोधबाट त्यो हामीहरू त है क्रोध गर्नु हुँदैन, क्रोध गर्नु हुँदैन भन्छौँ। अब कामना त गरिरहनु पर्छ, काम त गरिरहनु पर्छ, काम गर्यो कि क्रोध आइहाल्छ नि। त्यस कारणले काम त्यो रहन्जेल क्रोध हुन्छ, अर्थात् सत्वगुण नबढिकन त्यो जाँदै जाँदैन। त्यस कारणले यो काम नै त्यो के छ, अनर्थको कारण छ, पापाचरणको कारण छ। त्यो नै क्रोधमा यो के हो त, कहाँ आयो त, कसरी आयो त, सत्वगुणबाट होइन, रजोगुणबाट भएको छ। रजोगुण समुद्भव अर्थात् रजोगुणको अभिवृद्धि भयो हुँदाखेरि त्यो के हुन्छ, कामना हुन्छ। कामना भएर के हुन्छ, त्यो फेरि त्यो रुकावटहरू क्रोध हुन्छ। यति भनेदेखि त्यो कामना भयो भने त्यो के छ भनेदेखि ठिकै छ, रजोगुण भयो, कामना भयो। अब अहिले त्यो तृप्ति भइहाल्छ, कामना खाएपछि त तृप्ति हुन्छ, होइन। यो कामनाको कहिले पनि तृप्ति हुँदैन। महासन हो, अर्थात् असन यस्तो छ कि जति पनि खाए पनि त्यो बिल्कुल त्यसमा तृप्ति हुँदैन। अर्को चाहिँ के छ, यस्तो यस्तो अनर्थ गर्छ। महानभन्दा महान कामना भएको व्यक्ति एक पछाडि अर्को, अर्को पछाडि अर्को यो के गर्छ, पाप कर्म निषिद्ध कर्म गर्दै जान्छ। त्यस कारणले यो कस्तो छ, साधकको लागि यो नै बैरी छ, यो बैरी रूपले जान भनेर भन्नुभएको छ। त्यस कारणले यो कस्तो छ, त्यो कामको कारणले नै यो भइरहेको छ, अर्थात् कामना भइरहेको छ। कामना भयो त अब किन भयो त, रजोगुण बढ्छ। जहिलेसम्म रजोगुणको बहुलता हुन्छ तहिलेसम्म यो कामना निवृत्त हुँदैन। त्यस कारणले साधकले, मुमुक्षुले साधना पथमा लागेकाले के गर्नुपर्छ, सात्विक वस्तुको सेवन गर्नुपर्छ। असात्विक वस्तु खाने कामना नहोस् भनेर कसरी हुन्छ त, त्यो हुँदै हुँदैन। सात्विक वस्तुको सेवनै गर्नुपर्छ। अर्को चाहिँ के छ, त्यो वस्तु पनि सात्विक हुनु पर्यो, अर्को विचार पनि सात्विक हुनु पर्यो, सब हुनु पर्यो। अर्थात् त्यो वस्तु पनि यथासम्भव जहाँसम्म उपलब्ध छ सात्विक हुनु पर्यो। त्यो बनाउँदाखेरि पनि सात्विक भावना हुनु पर्यो, खाँदाखेरि पनि सात्विक भावना हुनु पर्यो, प्राणाहुतिको दृष्टि हुनु पर्यो, को खाँदैछ त्यो। त्यस कारणले के छ भनेदेखि त्यस्तो अन्नबाट बनेको मन पनि सात्विक हुन्छ। त्यस कारणले त्यसको हाम्रो यहाँ विशेष जोड दिइन्छ। यस पुरुष प्रवर्तक हो, अर्थात् पुरुषलाई प्रवृत्ति गर्ने, निषिद्ध कर्म प्रवृत्त गर्ने जो के छ, त्यो काम छ के रजोगुण समुद्भव, रजोगुणबाट उत्पन्न भएको यस रजोगुण समुद्भव काम।
यसो प्रसिद्ध काम, यो प्रसिद्ध के छ भनेदेखि काम नै के हुन्छ, कहिलेकाहीँ क्रोध रूपमा परिणत हुन्छ। ध्यायतो विषयान् पुंस सङ्गस्तेषु उपजायते, सङ्गात् सञ्जायते काम, कामात् क्रोधो विजायते, क्रोधात् भवति सम्मोहः, सम्मोहात् स्मृतिविभ्रम, स्मृतिभ्रंशात् बुद्धिनाशो, बुद्धिनाशात् प्रणश्यति। अर्थात् त्यो विषयको ध्यान गर्दाखेरि, विषयको चिन्तन गर्दाखेरि त्यसमा आसक्ति हुन्छ। आसक्ति भएपछि के हुन्छ, कामना हुन्छ। यदि जो विषयको चिन्तन गरेन भने कामनै हुँदैन। ज्ञानी त विषय चिन्तन गर्दैन, त्यसलाई जबरजस्तले गरेर ल्याउँछ है, त्यो प्रारब्धले लिएर आउँछ, यो कुरो आउँदैछ यहाँ। अरूहरूलाई चाहिँ के हुन्छ, विषयको चिन्तन गरिरहन्छ भने त कामना हुन्छ हुन्छ, सदा सर्वदा कामना बनिरहन्छ। किन्तु त्यो के छ भनेदेखि त्यो विषयको चिन्तन गर्दैन, त्यसलाई पनि कामना हुँदो रहेछ। कसरी ल्याउने त, अब त्यसको अगाडि बढाउन आउँदैछ, लामो बढाउन आउँदैछ, त्यसको कामना चाहिँ त्यो बन्धनको कारण हुँदैन, भुटेको बिउ जस्तो हुन्छ। प्रारब्ध फल चाहिँ त्यसले भोगाउँछ, तर पनि अगाडि प्रवृत्तिको बन्धनको कारण हुँदैन। त्यस कारणले उसको चाहिँ त्यो फरक छ। अरूहरूको त के छ, त्यो कर्मफल भोग्नलाई प्रवृत्त हुन्छ, त्यो कर्मफल नै संस्कार छोडेर पुनः त्यो संस्कारबाट प्रवृत्त हुँदै हुँदै गएर के हुन्छ, त्यो त्यसमै जालमा फसिरहन्छ, कर्म जालमा फसिरहन्छ, अर्थात् त्यसको बन्धनको कारण हुन्छ। ज्ञानीको चाहिँ प्रवृत्ति कर्महरू भोग्दाखेरि हुने प्रवृत्तिबाट त्यो बन्धन हुँदैन, यो कुरो यहाँ स्पष्ट गरिँदैछ। त्यस कारणले त्यही जो कामना नै रुकावट हुँदाखेरि क्रोध रूपमा परिणत हुन्छ। अब त्यो कामना छ भने भइरहोस्, क्रोध छ भने भइरहोस्, क्रोध गर्दा के हुन्छ त। अब हेर्नुहोस् है, क्रोध पनि भिन्न भिन्न प्रकारको रहेछ। देवी भागवतमा छ, क्रोध पनि सात्विक क्रोध, राजसको क्रोध, तामस क्रोध, त्यसै गरेर सबमा तीन तीन विभाग गरेको छ। अब जसरी क्रोध के गरिन्छ भने सात्विक क्रोध, जसरी बच्चाहरू पढ्दैनन् भनेदेखि तिमीहरू पढ्नुपर्छ, किन आएको यहाँ भनेर त्यहाँ केही उ गर्ने, त्यो क्रोध के छ भनेदेखि उनीहरूको सुधारको लागि छ। यो क्रोध ठिक छ, अर्कोको उपकारको लागि गर्दैछ। अरू पङ्क्ति लगाउँदाखेरि कोपेर पुरोहित पनि आउँछ, यहाँ पङ्क्ति लगाइसक्यो सोधिरहने पङ्क्ति लगाउँदै प्रश्न गरिरहने, त्यस्तो पनि आउँछ। त्यसमा चाहिँ पहिले यो पङ्क्ति लगाऊ, त्यस पछाडि र अगाडि प्रश्न आउँछ, इत्यादि इत्यादि। पहिले त्यसलाई सम्झाएर अगाडि बढ्नको लागि त्यो पनि राम्रै छ। किन्तु अर्को चाहिँ के छ, क्रोध अर्थात् आफूलाई बुझाउनको लागि, आफ्नो बडपन गर्नको लागि, यहाँ वास्तविक तत्त्वलाई त्यो छिपाउनको लागि त्यो क्रोध गर्छ भने त्यो के राजस तामस क्रोधको चाहिँ निषेध छ। त्यसै गरेर त्यो सात्विक कामना इत्यादि हुन्छ, नाना प्रकारको शास्त्रीय सम्बद्ध हुन्छ, त्यसमा चाहिँ फेरि निषेध हुँदैन। नाना प्रकारको शास्त्रमा यसरी एकदम संक्षिप्त सूक्ष्म विचार आएको छ। यो अरू त कामना हुन्छ भने कामना गरिरहँ, क्रोध हुन्छ भने क्रोध गरिरहँ। अब हेर्नुहोस् है, कामना यदि हामीहरूले गरिरह्यौँ भने कामना कहिले पनि शान्त हुँदैन। अर्थात् जसरी आगोमा हालेको घिउ जस्तो हो, आगोको वृद्धि भइरहन्छ। यदि दाउरा पनि आगोमा हालिदिइरह्यो भने के हुन्छ, त्यो आगो निप्दैन। स्वर्गद्वारी इत्यादिमा अखण्ड जो भइरहेको छ, त्यसमा चाहिँ के गर्छ, ठुल्ठुला मुढाहरू त्यहाँ हाल्दो रहेछन्, अलिकति छोपेर राखिदिँदो रहेछन्। त्यो अग्नि अहिलेसम्म यथावतै राखेका छन्, मूल कुण्डमा चाहिँ अहिलेसम्म निभेकै छैन अरे। त्यस्तो यस्तो छ। त्यो अग्निहोत्रमा यही नै कठिन छ, त्यो अग्निलाई के छ, बचाएर राख्नुपर्ने, अरू केही कठिन छैन। आहुति पनि धेरै रहन्छ, बिहान बेलुकाको आहुति संक्षिप्त आहुति हुन्छ, किन्तु त्यो अग्निलाई नै सुरक्षित राख्ने हाम्रो जो प्राचीन नियमअनुसार। अब त्यसै गरेर यहाँ के छ, यो कामना यस्तो छ कि कहिले पनि यो कामनाको पूर्ति हुँदैन। कामना बढ्दै जान्छ, शरीरमा शक्ति नहोस् तर पनि कामना बढ्दै जान्छ। त्यो कामनालाई चाहिँ विचारले नै शान्त गर्नुपर्छ। महासन महत असनम विषय जातम यस्य, जति पनि विषय भयो पनि पुग्दैन।
यो पनि चाहियो, यो पनि चाहियो। अहिले छ नि भन्दाखेरि जसरी त्यो बजारमा गएर कोही साडी बजारमा कहीँ जान्छ भने राम्रो साडी डिजाइनको देखियो भने यो पनि चाहियो। ल यहाँ कपडा आजभोलि माताहरूलाई मात्र होइन, पुरुषमा पनि कोही डिजाइन देख्यो भने ल यो पनि चाहियो, यो त नयाँ डिजाइनको रहेछ आदि आदि। अर्थात् कामनाको यस्तो हुन्छ। अर्थात् त्यो कामनाको बिल्कुल अभिवृद्धि भइरहन्छ। अर्को चाहिँ के छ, महापापमा अर्थात् महत पापस्य हेतुत्वात्, यो महान पापको हेतु हुँदाखेरि यसलाई महापाप भनिन्छ। पापको कारण छ, कामनाले नै गर्दाखेरि पाप आचरण गर्छ, पाप कर्ममा प्रवृत्त हुन्छ। यो हो कार्यकारण। तदनन्यत्व मारमण शब्दादिभ्य ब्रह्मसूत्र आएको छ, अभेद मान्नु पर्यो। हुन चाहिँ त्यो पापको हेतु काम छ, दुईटैले माने महापाप भनियो। अर्थात् यो महापाप छ, अर्थात् यसैबाट पाप हुन्छ। त्यस कारणले काम क्रोध कस्तो छ, वैरी छ, साधकको लागि सबैको लागि वैरी छ। अर्थात् अशान्त गरिदिन्छ, आफ्नो जीवनमा अशान्ति आउँछ, सुख शान्ति हुन सक्दैन, शान्तिले बस्नै सक्दैन। कामना बढेको व्यक्ति कहिले पनि शान्तिले बस्न सक्दैन। कुनै पनि विषयको कामना होस् न, त्यो यसलाई चाहिँ के गर्छ, शान्तै गर्नुपर्छ। अब त्यो चाहिँ ठिक छ, यहाँ पापाचरण गर्ने यो चाहिँ कामना छ भने पनि यहाँ चाहिँ अनिच्छा प्रारब्धमा कसरी ल्याउनु भयो त? यहाँ प्रसङ्ग त यो चलेको छ, अनिच्छा प्रारब्धले पनि कर्म हुन्छ भनेर, प्रवृत्त हुन्छ भनेर। यो चाहिँ प्रसङ्ग त मिल्दैन यहाँ भन्दाखेरि अयम अभिप्राय प्रायः प्रारब्धवशात् उद्रिक्त रजोगुण कार्ययोः काम क्रोधयोः अन्यतरस्यैव पुरुष प्रवर्तकत्वम। पुरुष स्वतः प्रवृत्त भएको छैन। रजोगुण उद्रिक्त हुँदाखेरि बढ्दाखेरि काम क्रोध त्यो के हुन्छ, बढ्छ। बढ्दाखेरि के पुरुषलाई प्रवृत्ति गर्ने आफ्नो इच्छा होइन, त्यो काम क्रोधले गर्दाखेरि त्यो बढेको छ। न प्रवृत्ति इच्छा, अर्थात् आफ्नो इच्छाले प्रवृत्त भएको छैन। त्यो कामना भएको व्यक्ति कामनाको अनुसार के हुन्छ, प्रवृत्ति हुन्छ। क्रोध भएको व्यक्ति क्रोधको अनुसार त्यसमा के हुन्छ, त्यो प्रवृत्त हुन्छ, लाग्छ। त्यस कारणले अर्कोको इच्छाबाट पनि प्रवृत्ति हुन्छ, आफ्नो इच्छा गरे त होइन, यसरी यसरी हुन्छ। यो मा दृष्टान्त हो। ननु अत्र काम क्रोधयोरेव पुरुष प्रवर्तकत्वम उपलभ्यते। अब यहाँ भन्दै हुनुहुन्छ कि यहाँ त कामनाले नै पुरुष प्रवृत्त भयो, यहाँ क्रोधले नै पुरुष प्रवृत्त भयो, अनिच्छा त छैन भन्दाखेरि न अनिच्छा प्रारब्धस्य, अनिच्छा प्रारब्ध त छैन। इति आशङ्क्य तस्यैव प्रवर्तकत्व प्रतिपादकम वाक्य तद्वाक्यम पठते। भगवान् कृष्णको 18 अध्यायमा त्यो के छ, त्यो प्रारब्ध के अनिच्छा प्रारब्ध प्रवर्तकलाई बताउँदै हुनुहुन्छ। स्वभावजेन कौन्तेय निबद्ध स्वेन कर्मणा कर्तुं नेच्छसि यन्मोहात् करिष्यस्य वशोऽपि तत्। हे कौन्तेय, हे कुन्ती को छोरो अर्जुन, त्यो के छ भनेदेखि स्वभावजेन स्वेन कर्मणा, स्वेन अर्थात् आफूद्वारा अनुष्ठान गरेको त्यो कस्तो छ, स्वभावजेन अर्थात् पहिले जन्ममा गरेको जो हाम्रो अदृष्ट त्यो अदृष्ट नै के छ यहाँ भनेको छ। त्यो अदृष्टले नै के छ भने संस्कारले नै यहाँ कर्ममा प्रवृत्त हुन्छ। त्यस कारणले तिमी युद्ध गर्न चाहँदैनौ भन्छौ, म गर्दिनँ भन्छौ, तिम्रो स्वभाव म जान्छु, तिमी रोक्नै सक्दैनौ। अहिले गयो भने पनि तिमी फर्केर युद्धै गर्छौ। त्यस कारणले आफ्नो स्वभावलाई वह रोक्न सकिन्न। कर्तुम नेच्छसि यन्मोहात्, अज्ञानद्वारा। अज्ञान के भयो भनेदेखि वास्तवमा त्यो यी मेरा हुन्, भीष्म द्रोण इत्यादि मेरा हुन्, भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य इत्यादि इत्यादि मेरा हुन्, इनका म हुँ। अब यदि मैले युद्ध गरेँ भने त यिनीहरू रहँदैनन्, उनीहरू नभइकन मैले के गर्ने, नाना प्रकारको त्यसलाई के छ आसक्ति थियो।
त्यसमा चाहिँ के छ भनेदेखि मोह भयो, विवेकाभाव भयो। अर्थात् मोह भनेको विवेक नहुनु नै मोह छ। अर्थात् आत्माको अनित्यतालाई त्यसले मान्यो, अर्थात् आत्मा रहँदैन। गीता यहीँबाट सुरु हुन्छ। त्यसलाई जो मोह भयो, शोक भयो, सन्ताप भयो, त्यो मोह र शोकलाई हटाउने अरू केही पनि साधन छैन, आत्मज्ञान मात्र छ। आत्मज्ञान नभइकन मोह र शोक हट्दैन। अब अर्जुनको जो छ, हामीहरूलाई के छ, आत्मा त नित्य छ। नित्य आत्मा हुँदाखेरि पनि त्यो आत्मालाई नजान्दाखेरि अनित्य शरीरमा आत्मबुद्धि भइरहेको छ। सुखस्वरूप आत्मा हुँदाखेरि पनि त्यसलाई नजान्दाखेरि, विवेक नहुँदाखेरि त्यो के छ, त्यो अन्तकरणमा आउने अनेक प्रकारको त्यो विकारहरूलाई के मानिरहेका छौँ, आफ्नो स्वरूप म सुखी दुःखी मानिरहेका छौँ। त्यस कारणले के छ, यसरी विपरीत भइरहेको छ, विवेक भएको छैन। त्यो विवेक नहुन्जेल के हुन्छ, बिल्कुल त्यो शोक मोह हट्दैन। अर्थात् आत्मज्ञान भएपछि मात्र त्यो आफ्नो आत्मज्ञान, आफ्नो स्वरूपको ज्ञान भएपछि मात्र मोह हट्छ, अनात्मामा आत्मबुद्धि हट्छ। अर्को चाहिँ अनात्मामा आत्मबुद्धि हुँदाखेरि जो शोक भइरहेको छ, ताप भइरहेको छ, दुःख भइरहेको छ, कष्ट भइरहेको छ, त्यो पनि हट्छ। त्यो आत्मज्ञान नभइकन त्यो हट्दैन। त्यस कारणले भगवानले के गर्नुभएको छ भनेदेखि त्यसलाई हटाउनको लागि उहाँले त्यो सबभन्दा पहिले त्यो मोहलाई हटाउनको लागि आत्मज्ञानको उपदेश दिनुभयो। असोच्यानन सोचस्त्वं प्रज्ञावादं सभाससे गता असो न गता असोंश्च नानु सोचन्ति पण्डिता। अरू बाटो हुँदैन। अब त्यो चाहिँ भीष्म पितामह वाच्यार्थलाई लिएर तिमी शोक गर्दैछौ कि लक्ष्यार्थलाई लिएर शोक गर्दैछौ? वाच्यार्थलाई लिएर शोक गर्नु पर्दैन, हुँदैन, मिल्दैन। किन? त्यो भीष्म पितामहको शरीर कस्तो छ, कहिल्यै पनि असत् कार्यमा लागेनन्, सत्कर्ममा लागे। सत्कर्ममा लाग्दाखेरि उनीहरूलाई लिएर जो तिमी शोक गर्छौ, जो असत बाटोमा लागेको छ त्यसलाई लिएर शोक गर्नु बन्छ। यिनीहरू त शोक गर्नु पर्दैन। वहाँ जो भीष्म पितामह आदि शब्दवाच्यलाई लिएर शोक गर्न बन्दैन। अर्थात् अर्को चाहिँ के छ, यो शरीर चाहिँ जातस्य ध्रुव मृत्यु ध्रुवम जन्म मृत्युस्य छ। अर्थात् त्यो जो पनि उत्पन्न भएको छ त्यो नष्ट हुन्छ। त्यसमा चाहिँ के छ भनेदेखि वास्तवमा निर्मित वस्तु नष्ट हुन्छ, यो पनि नष्टै हुन्छ। तिमीले यदि युद्ध गरेनौ भने यिनीहरूको शरीर त रहँदैन। अब त्यो रहँदैन, त्यो नरहने वस्तुलाई लिएर तिमीले किन शोक गरेको? अर्को चाहिँ के छ, अर्को चाहिँ तिनीहरू सत् आचरणलाई लिएर उनीहरू त के छ भनेदेखि सत् आचरणको कारणले उनीहरूको सद्गति नै हुन्छ। त्यस कारणले तिमीले यो शोक गर्न पर्दैन। अर्थात् यदि त्यो लक्ष्यार्थलाई लिन्छौ भने त्यो आत्मा त कस्तो छ, नित्य शुद्ध बुद्ध त्यो छ। त्यस कारणले त्यो शुद्ध आत्मा, नित्य आत्मा, त्यसलाई कसैले नाशै गर्न सक्दैन। के दृष्टिले तिमीलाई शोक भयो त बताऊ त भनेर भन्दाखेरि शरीर दृष्टिले शोक गरेको छौ कि आत्मदृष्टिले शोक गरेको छौ? शरीर दृष्टिले पनि शोक गर्नु बन्दैन, आत्मदृष्टिले पनि शोक गर्नु पर्दैन। आफूलाई आफै ठुलो पण्डित मानेको छ भने प्रज्ञावादांश भाषसे विद्वान जसरी जवाफ दिँदैछ, त्यस कारणले यो त ठिक होइन। अर्को चाहिँ के छ, पण्डित लोग त्यस विचार गर्दैन। अहिले जसको प्राण छ त्यसको विषयमा विचार गर्दैन। अब प्राण जीवित छँदैछ, मरेको विषय गरिसक्यो, त्यसमा सोचेर के हुन्छ त, शोक गरेर के हुन्छ त? त्यस कारणले यो ठिक छैन भनेर अर्थात् शोक र मोहको निवृत्तिको साधन आत्मज्ञान बताउनु भएको छ। अर्थात् तिमीले के छ भनेदेखि वास्तवमा यत् कर्तुं नेच्छसि तदपि मोहात् अविवेकतः, अर्थात् मोहबाट नै अविवेकबाट नै तिमीलाई भइरहेको छ। अवस परवश करिष्यसि, अर्थात् तिमी आफ्नो बसमा छैनौ। अर्थात् अनिच्छा छ, इच्छा त छैन, अनिच्छाले पनि तिमीलाई त्यो आफ्नो संस्कारले गराउँछ। अत अनिच्छा प्रारब्धम अस्ति इति अभ्युपगन्तव्यम इति भाव। अनिच्छा प्रारब्ध छ, इच्छा नभइकन पनि त्यो के छ भनेदेखि
त्यो हामीहरू पूर्वजन्ममा गरेको कर्मको संस्कारले त्यो गराउँछ नै। अब त्यस पछाडि के छ भनेदेखि अर्को एउटा प्रारब्ध आउँदैछ। समय त भइसकेछ। परीक्षा अर्थात् आफ्नो इच्छा त छैन, अनिच्छा पनि छैन, किन्तु कोही दुखी व्यक्ति छ, कोही बिरामी व्यक्ति छ। बिरामी व्यक्तिलाई ओहो यो त बिरामी रहेछ, अब त्यसमा चाहिँ के छ, त्यसलाई दयायुक्त भएर त्यो के गर्छ भनेदेखि त्यो प्रसन्न गर्नको लागि त्यो लिएर जान्छ। त्यसमा पनि के छ, त्यो दुइटै हुन्छ। त्यहाँ चाहिँ त्यो दुःख पनि भोग्नुपर्छ, त्यसले सुख पनि भोग्नुपर्छ। यो दुःख कसरी भोग्नु, लिएर जाँदाखेरि कति कष्ट हुन्छ, नाना प्रकारको हुन्छ, त्यो भोग्नुपर्छ। अर्को चाहिँ के छ, सुख, ओहो ल हेर उहाँ यसरी लडेको व्यक्तिलाई लिएर गयो भनेर सबले प्रशंसा गर्छन्, त्यो पनि सुख हुन्छ। त्यो आदि आदि हुन्छ, त्यो परीक्षा छ। अर्कोको इच्छाले हुने त्यो प्रारब्ध भोग हुन्छ। अर्थात् दोस्रालाई करुणाले दयाले मम त्यो गर्दाखेरि के हुन्छ भनेदेखि त्यो प्रवृत्त हुन्छ। त्यो वास्तवमा त्यो त्यसमा दुइटै भोग छ, सुख दुःख दुइटै भोग छ। दुइटै भोग छ त त्यसमा चाहिँ परीक्षाले पनि कर्मफल दिन्छ। आफ्नो इच्छा थिएन, कामना थिएन, तर पनि के छ, अर्कोको इच्छाले गर्दाखेरि पनि त्यहाँ भोग्नुपर्छ भन्ने कुरो आउँछ। यसको विचार चाहिँ भोलि गरौँला। ओम